लो भ्यागुताको खाजा आयो भ्यागुताको खाजा भ्यागुताको खाजाले चाहिँ घरै अँध्यारो बनाइदियो र एउटा चाहिँ एउटा प्रश्न छ एकैछिनमा निक्लेर पुर्लुकै मर्नुको लागि चाहिँ किन आएको त यिनीहरू ए आयो अरे पुर्लुकै मर्यो अब यसलाई म एउटा पक्रेर सोध्छु ए यसलाई पक्रेर सोध्छु म अब ए किन आएको एकैछिनमा मर्नुको लागि कानमा भन्ने कानमा ए यसलाई चाहिँ मान्छे बन्नु हतार भयो अरे मान्छे बन्नु हतार भयो अरे किनभने प्राणी सबैको के अरे 84 लाख जुनी हुन्छ अरे र त्यो 84 लाखको छिटिङमा पनि बनिनु पर्छ अरे कि सो छिटो छिटो आएर पुर्लुकै मरेर यसलाई चाहिँ मान्छे बन्नु हतार भयो अरे हैट नभएको कुरा हो